सो हेलो एन्ड नमस्ते, वेलकम ब्याक टु माई युट्युब च्यानल। आज तपाईँहरू सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै नै छु होइन। अनि आज चाहिँ हामी घरबाट नै भ्लग स्टार्ट गर्दैछु म। अनि अहिले चाहिँ हामी सबै घुम्न जानको लागि रेडी हुन्छौँ एकछिनमा, किनकि अहिले अङ्कल तलतिर जानुभएको छ। आज हामी जाँदैछौँ गोदावरी होइन। अनि यही काठमाडौँमा छ अरे। अनि म चाहिँ टिकाथली बस्छु, अनि यहाँबाट अलिक टाइम लाग्छ। त्यसैले चाहिँ हामी एकछिनमा अब खानासाना खाएर रेडी हुन्छौँ। अनि तपाईँहरूलाई म त्यही तलतिर नै भेट्छु है त। अहिले सबै आइसि रेडी हुन्छौँ अनि तलतिर जान्छौँ गाडी पक्रेर, अनि त्यहीँ भेट्छौँ तपाईँहरूलाई। अहिले चाहिँ हामी फाइनली गाडीमा आइसकेका छौँ होइन। यो गाडी चाहिँ हामीले आज रिजर्भ हो हाम्रो चाहिँ होइन। अहिले चाहिँ हामी गोदावरी जाँदैछौँ। अहिले चाहिँ हेर्नुहोस् यो दामी छ क्या, यहाँ चाहिँ पाहाड जस्तै रहेछ होइन। हल्का रमाइलो लाग्यो हामी सबैलाई। त्यो छ मित्र, तिमी के भन्दै चाहन्छौ? तपाईँहरूलाई अभिषेक भ्लगमा स्वागत छ। आजको हाम्रो गन्तव्य भइरहेको छ हाम्रो इमाडोलबाट, ललितपुर इमाडोलबाट हामी गोदावरी आज बोटानिकल गार्डनमा त्यहाँको राम्रो राम्रो दृश्यहरू हेर्नको लागि जाँदैछु। हस् त, नमस्ते। अहिले आज मेरो पनि यो फर्स्ट टाइम हो। आज यहाँको दृश्य हेरेर मलाई पहाडको पुरानो यादहरू आइरहेछ क्या। मगल साँपेको जस्तो भाइ आइरहेछ। अब साँपे बसकुलाको याद आइरहेछ। अब हेरेर कोही छैन यहाँ, हामी तिम्रो मात्रै हो, कोही छैन। अनि अङ्कल यहाँ गोदावरी कहाँ कहाँ घुम्ने ठाउँ छ भन्नु त? माथि उक्लिनुपर्छ। ठिक छ अङ्कल, ठिक छ। टिकट लिइसकेछौँ है। अब चाहिँ हामी यहाँभित्र जान्छौँ। अब कस्तो छ यहाँभित्र चाहिँ हामीलाई थाहा छैन। अब यहाँभित्रबाट चाहिँ प्रवेश हुन्छ होला जस्तो लाग्छ। दामी छ यो। अब हल्का एक्साइटेड छु, हेरौँ न कस्तो छ भित्र। बुझ्नुपर्छ, यहाँ टिकट देखाउनुपर्छ के हो। यो टिकट हो हाम्रो, टिकट फाइनली टिकट काटिसकेछौँ। अब चाहिँ हामी यहाँ जान्छौँ। यहाँभित्र कस्तो रहेछ हेरौँ न त। त्यही पनि देखेको त छैन, अब पहिलोचोटि आएछु। मेरो दोस्तहरू चाहिँ माथि गइसकेछन्। यास, यहाँ चाहिँ स्कुल डान्स हरिकृष्णको डान्स आइसकेको छ। हरिकृष्णको फेभरेट गीतको। यस, यहाँ त डान्स चलिरहेछ यहाँ। अब यहाँ हरिकृष्ण हाम्रो फेम हरिकृष्ण राउतलाई सडाउट छ यो डान्स। यस, अब तिमी नि यहाँ डान्स हानौ। त्यही हो, यहाँ यस्तो रहेछ। त्यही पनि मन परिरहेछ हामीलाई, हल्का फुल्का भयो नि, ठिकै छ। नेपालको धन। अहिले चाहिँ हामी यहाँ गोदावरीमा घुम्दैछौँ, यिनीहरू पनि घुम्दैछन्। घुम अहिले चाहिँ फाइनली गाइजहरू होइन। अनि यो चाहिँ गोदावरीको कुन ठाउँमा मलाई नि थाहा छैन, तर गोदावरी हो भन्ने मात्रै थाहा छ है। अहिले चाहिँ हामी तलबाट माथि आइसकेछौँ। अनि यहाँ चाहिँ यस्तो छ के दामी छ यार। मलाई यो हरियालीले मेरो मन छुइरहेछ, अरू चाहिँ केही होइन। हरियाली चाहिँ दामी छ यहाँ चाहिँ। अनि धेरै मान्छेहरू आइरहेको हुन्छन् बाहिरबाट पनि घुम्न। आउनुहोस्, यसको प्रमोसन हान्नुपर्छ हामीले। केही होइन, ठिकै छ, हान्नै पर्छ। यस। हजुर कहाँबाट? म जनकपुरबाट। ए जनकपुरबाट। यस, जनकपुर रक। यस, अनि राम्रो छ। अब हामी चाहिँ हल्का माथिसम्म जान्छौँ, हल्का घुमघाम गर्छौँ। अनि तल चाहिँ यस्तो, माथि चाहिँ यो घर के को हो त्यो चाहिँ मलाई पनि थाहा भएन होइन। अनि यस्तो छ यहाँ, देख्न सक्नुहुन्छ। हल्का ग्राउन्ड जस्तो छ है। यहाँको मान्छेहरू चाहिँ सबै आइरहेको हुन्छ यस्तो। त्यो पनि ठिकै छ, मलाई हल्का राम्रै लाग्यो यहाँको ठाउँ चाहिँ। अनि देख्न सक्नुहुन्छ। अनि यहाँ माथितिर चाहिँ गाउँ छ के हो जस्तो लाग्छ। के हो केही छैन, त्यही पनि। अब हामी यहाँ बस्छौँ, हल्का आराम गरेर खान्छौँ खाना। अघि ल्याएको वाला स्नेकहरू, स्नेक। यस, यहाँ पानी परिसकेछ है। हामी आएको थियौँ तर यहाँ पानी परिरहेछ, देख्न सक्नुहुन्छ तिमीहरू। पानी परिरहेछ यहाँ, पानी। कहाँ भेटिएला
तिमी जस्तो मस्त गगन अघि अलिक टाढा छ अनि आज घरमा पनि धेरै काम गर्नुपर्ने छ त्यसैले चाहिँ अलि सिमगढमा बल्ल जोत्नु छ बल्ल यहाँ पानी परिसक्यो अब हाम्रो घरतिर रोप्नुपर्ने छ अब हामी निस्किन्छ घरतिर रोप्न छेप्न यास देख्न सक्नुहुन्छ यहाँ चाहिँ रुख बिरुवाहरूलाई चाहिँ यहाँभित्र क्या यो घरभित्र लगाउने छ कि हो घरभित्र लगाएछ यहाँ आँपहरू छ नरिवलको बोटाहरू अरू के धेरै छन् क्या यस्तो कि घरभित्र नि यस्तो रुख बनाइदिएको छ अब रुख लगाउने बनाएको छ त्यही भनौँ न देख्न सक्नुहुन्छ यहाँ अघि म बाहिरबाट देखाउने घर चाहिँ यही हो यहाँभित्र चाहिँ रुखहरू छ अरू केही छैन रुखहरूको पालन पोषणको लागि पनि यत्रो घर बनाइदिएको छ बा अब हामीलाई त यस्तो छ भन्दाखेरि यहाँभित्र चाहिँ अहिले चाहिँ पानी परिरहेछ होइन अघि चाहिँ हामी बाहिर थियौँ अनि त्यहाँभित्र अहिले चाहिँ अनि बाहिर आयौँ हामी चाहिँ सो गाइज है आज चाहिँ नेक्स्ट डे है आज चाहिँ अनि हामी हिजो त्यहाँबाट चाहिँ छिटै आइसकेको थियौँ किनभने त्यहाँ चाहिँ पानी पऱ्यो पानी परिसकेपछि चाहिँ कहीँ देखाउनै पाएन अनि हामी त्यहाँबाट छिटो घर आइसकेको थियौँ अनि केही होइन अहिले सबै यहाँ घरमै छौँ हामी सबै अनि त्यही हो अब चाहिँ मैले भिडियो इन गर्नुपर्ने हुन्छ होइन मित्रहरू केही छैन च्यानलमा नयाँ हुन्छ भने सब्सक्राइब गरिदिनु लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब यस थ्याङ्क यू फर द वाचिङ टाटा बाई बाई गाइज